हेलो साथीहरु, गुड मर्निङ। के छ खबर? यहाँ छ हाम्रो सरसफाई कार्यक्रम। ब्लग बनाउँदा पनि कराउनुहुन्छ। अनि यता मेरो केटाकेटीले अघि यस्तो पारेका छन्। अनि यहाँ बाहिर खेल्दैछन्। केटाकेटी चाहिँ। साथीहरु राति चाहिँ पानी परेर सबै हिल्लै थियो। अनि मैले बिहानै आँगन सनक्क पारेर पानी लाएर पखाले सफा भएको छ। हो बेबी, दिदीहरूलाई पालो दिनौ? हेर न फेरि निदा जस्तो गरिदिएको। अहिले चाहिँ मजाले घाम लागेर सनक्क आँगन सागन सुकेछ। यता इस्कुसको मुन्टा खाने बेला भएका छन् त्यहाँ पर। यहाँनिर करेला पनि फलेको छ। बाहिर यस्तो छ मौसम अहिले। बिहान घाम लाग्यो अनि म चाहिँ खाना बनाउँदैछु। अनि आज मैले के खानेकुरा पकाएँ भने यहाँ छ दाल, कालो दाल पकाएँ। यहाँ माम भयो। यहाँ चिया उब्रेको छ अलिकति। अनि यहाँनिर पाक्दैछ लट्टेको साग पाक्दैछ। अनि अब यहाँ छ ब्रिन्जल। यसको चाहिँ म पकौडा बनाउँछु। कसरी बनाउँछु यसको पकौडा चाहिँ हेर्दै गर्नु होला है त साथीहरु। आज चाहिँ म यसको पकौडा बनाउने तरिका चाहिँ देखाउँदैछु। रेसिपी चाहिँ सिम्पल, आउँदैन खासै राम्रो त। जस्तो जानेको त्यस्तो देखाउँछु है त। अब चाहिँ म कसरी यसको पकौडा बनाउँछु देखाउँछु ल। यो पकौडा पाकुन्जेल चाहिँ आज मलाई एउटा कुरा भन्न मन लाग्यो क्या। कुरा चाहिँ के हो भने नि, हिजै भन्न मन लागिरहेको थियो। हिजोको ब्लगमा भएन, आज चाहिँ भन्छु ल। पकौडा पाकुन्जेलमा यहाँ एकजना छिमेकीकोबाट है दिनको 1 लिटर दुध ल्याउने गरेको थियो क्या। ठेक्का 80 रुपियाँ लिटरले थियो। अनि यहाँ घरमै ल्याइदिन्थ्यो क्या दुध चाहिँ। अनि सुरुमा त दुध ल्याइदिन्थेँ होइन। अनि पातलै हुन्थ्यो सुरुदेखि नै दुध हेर्दाखेरि। अनि यहाँ वल्लो घर पल्लो घरमा पनि राख्ने गरेको थियो क्या, 2 घरमा पनि। अनि सबैतिर यस्तै होला भन्दै अनि खायौँ के। त्यस्तै दही जमाउँदाखेरि पनि अलिकति सुरुमा त है ठिकठिकैको जम्थ्यो। त्यस्तो छाली पनि केही लाग्दैन थियो क्या दुधमा। अनि दही पनि ठिकठिकैको जम्थ्यो। अनि जमाउँथेँ। अनि त्यस्तै गर्दै 2-4 दिन हुँदै जम्मी 27 दिन भएको रहेछ क्या दुध खान थालेको चाहिँ। अनि अहिले अझै 10-12 दिन 15 दिन पछाडिदेखि त झन् पातलो भाँडोबाट दुध खन्याउँदाखेरि पनि एक थोपो दुधै सेतो पनि भाँडामा टाँसिँदैन थियो क्या। अनि छाली त झन् एक थोपो पनि नलाग्ने। अनि दही जमाउन थालेको त है, दही त पुरै पानी नै पानी। दही भन्दा धेरै चाहिँ पानी हुन्थ्यो क्या दही जमाउँदाखेरि। अनि दही चाहिँ दुध चाहिँ कहिले बुढाले ल्याइदिन्थे, कहिले बुढीले ल्याइदिन्थे क्या यहाँ घरमा दुध चाहिँ। अनि एक दिन चाहिँ झुक्केछन् क्या हो बुढाबुढी नै। अनि त्यस्तै लाग्यो क्या मलाई चाहिँ, झुक्केछन् कि क्या हो। बुढाले पनि दुधमा पानी थपेछन् क्या र बुढीले पनि थपेछन् क्या र झुक्किएर 2 जनाले नै थपेछन् होला क्या। अनि यति धेरै पातलो दुध रहेछ क्या। दही जमाउँदा त पुरै पानी नै पानी। मलाई त त्यो देखेर यति रिस उठ्यो है। दिनको 80 रुपियाँ पैसा तिरेको छ। अनि पानी नै पानी सरी दुध हुँदा त कति रिस उठ्छ होइन। अनि आरतीको पापालाई भने क्या, मैले देखाएँ क्या यस्तो जमेको छ दही। म भन्छु दिदीलाई भोलि पानी हालेर दिनुभएछ दुधमा, अबदेखि नल्याइदिनु भनेर भनेको। पर्दैन भन्नुहुन्छ क्या। भन्नुपर्छ कि पर्दैन होइन। त्यस्तो 80 रुपियाँ पैसा चाहिँ सित्तैमा आउँछ होइन। अनि पर्दैन भन्ने किन नराम्रो हुनु, किन बाज्नु, किन उनीहरूको नजरमा नराम्रो हुनु भन्नुहुन्छ होइन। चिन्नु न जान्नु के चिने नै पनि त्यत्रो पैसा तिरेर खाएपछि त पानी हालेर नदिनु नि त होइन। बरु अलिकति महँगो लिनु, बरु राम्रै दुध दिनु नि त। अनि भन्दा चाहिँ के हुन्छ त, भन्छु भनेको भन्नै दिनुहुन्न क्या। मैले भन्नु कि नभन्नु त भन्दा राम्रो हुन्छ कि नभन्दा चाहिँ राम्रो हुन्छ। अनि 27 दिन भएको रहेछ क्या। अनि 27 दिनको हिसाब गरेर म 2160 रुपियाँ पैसा भएको रहेछ। अनि मैले दिएँ ठ्याक्क 1 गते। अनि दिएँ। अनि भोलिदेखि दुध नल्याइदिनु भनेर भने क्या दुध ल्याइदिएर आउनेलाई। त्यो दिन चाहिँ बुढा आएका थिए दुध ल्याइदिएर। अनि नल्याइदिनु भनेर भने। अनि
किन भनेर पनि सोधेनन् क्या, एक शब्द पनि किन कहाँ जानुहुन्छ कि कतै 1-2 दिनको लागि नल्याउनु कि सधैँ नल्याउनु कि कहाँ जान आँट्नुभएको छ भनेर पनि सोधेनन् क्या। किनभने तिनीहरूले पनि थाहा पाए क्या दुध धेर पातलो भएर खाएनन् भनेर थाहा पायो होला नि। त्यही भएर त मैले पैसा दिएर भोलिदेखि दुध नल्याइदिनु है भनेर भन्दाखेरि एक शब्द पनि सोधेनन् क्या, किन नल्याइदिनु भनेर थपक्क ल भनेर गएँ क्या। अनि आरबिआको बाबा चाहिँ के भन्नुहुन्छ भने किन नभन्नु, खाइरहनु अरे क्या, त्यही दुध घरमै ल्याइदिन्छन्, खाइरहनु, किन भन्नु पर्यो, सजिलो थियो, लिन जानु पर्दैन थियो, घरमै ल्याइदिन्थे बिहान बिहान भन्नुहुन्छ होइन। घरमै ल्याइदिए भन्दैमा चाहिँ त्यस्तो पानी नै पानी भएको दुध त कसरी खानु त होइन। 80 रुपियाँ तिरेर, त्यो 80 रुपियाँ चाहिँ पैसा होइन त। अनि मैले चाहिँ दुध त्यहाँबाट ल्याउन क्यान्सल गरेँ क्या। अनि अहिले दुध किन्ने ठेक्का चाहिँ मलाई नै जिम्मा दिनुभएको छ। अनि अब कहाँबाट खोजेर ल्याउनु बाक्लो दुध भनेर म सोचिरहेको छु। अब त्यहाँ त छुट्याइदिइहालेँ साथीहरू। अनि यहाँ चाहिँ मैले बेसनमा नुन खोर्सानी मसला हालेर चाहिँ अनि फिट्दैछु। यो चाहिँ बेसन हो, यसलाई चाहिँ मजाले फिटेर यतिको बनाएँ। अब यो ब्रिन्जललाई चाहिँ यसमा चोब्ने, यही उसमा चोब्ने बेसनको पेस्टमा र अनि तेलमा तारेर पकाउने हो। मेरो पकौडा पकाउने तरिका चाहिँ सिम्पल रेसिपी यही हो। अनि यो चाहिँ हो तोरीको तेल, सनफ्लावर तेल ल्याएको थिएन अहिले। अनि मैले तोरीको यहाँ पकाउन आँटेँ। अनि थोरै हालेँ यसमा, धेरै हालिनँ, धेरै एउटा दुईवटा गरेर तार्दा भइहाल्छ, धेरै छैन भनेर यति हालेँ मैले तेल चाहिँ। अनि यसैमा अब यो ब्रिन्जललाई चाहिँ चोप्दै तार्ने हो। यस्तै हो मेरो आजको मैले बनाउन आँटेको पकौडाको रेसिपी चाहिँ। ल मैले चाहिँ सबै पकौडाहरू पकाइसकेँ। अनि अब म चाहिँ दहीलाई फिटेर मही बनाउन आँट्दैछु। यहाँ चाहिँ दही ल्याउनु भएको थियो एक बट्टा। अनि मैले चाहिँ अब मिक्सरमा हाल्छु र यसलाई मही बनाउँछु। अनि दहीभन्दा त मही नै मिठो हुन्छ नि त पिउनको लागि। यस्तो बाक्लो दही हुन्छ यी जम्दाखेरि। अनि यस्तो पो हुन्छ त होइन साथीहरू, दही त यहाँनिर मैले ल्याएको दुधको त महीभन्दा पनि पातलो दही जम्थ्यो। अनि यस्तो बाक्लो दही हुँदा पो त थोरै दहीको पनि धेरै मही बनिन्छ त। अनि मैले चाहिँ अब यसमा पानी हालेर मिक्सरमा फिटेर मही बनाउँछु। अनि मिठो हुन्छ भातसँग खानको लागि मिक्सरमा पिसेपछि चाहिँ। अहिले चाहिँ बिहान स्कुल जाने बेला भइसक्यो केटाकेटीको। अनि आराध्यको बाबाले पुर्याइदिनुहुन्छ बाइकमा भनेर म चाहिँ ढिलो ढिलो गर्दै पकाउँछु नि त। आराध्यको बाबा घरमा बस्नुभएको बेला चाहिँ। अनि मैले लाने दिन त बिहानै हतार गरेर गर्नुपर्छ मैले पुर्याउने दिन। मैले यहाँ चाहिँ केटाकेटीलाई ठिकठाक पनि पारिसकेको छु। कपडा सपडा लगाइदियोरी, कपाल सपाल कोरियोरी। अब यही मही फिट्छु र माम दिन्छु। मही बेगर भात खाँदैनन् फेरि केटाकेटी पनि। आराध्यलाई पनि मही चाहिन्छ भात खान बसेपछि। अनि यहाँ चाहिँ खाना थाले केटाकेटीहरू। माम पकौडा मन पर्यो अरे उनीहरूलाई, पकौडा पनि खाए। दाल र महीसँग माम खाए केटाकेटीले चाहिँ। मिठो लाग्यो अरे उनीहरूलाई। यस्तो तरकारी पकाउनु भने त खाँदैन थियो नि। फेरि यो बैगुनको तरकारी पकाउनु भने त खाँदैनन्। यसरी पकौडा जस्तो बनाएर दिँदा चाहिँ उनीहरूलाई मन पर्यो अरे। अनि खाँदैछन् यहाँ चाहिँ। के लगाऊ अनि पुस्नुला, लाएर पुस्दा नि हुन्छ। आउँछले यस लाउन लाउ त अर्को भने। फुक
गाल्न पनि सिक्नु पर्यो नि त लाउने मान्छेले। बेबु पापाले त हिजो यो पुस्ने पनि धुनु भएछ नि त। दिम सेतो बनाइदिउँ जुत्ता पुसेर। कस्तो राम्रो भयो हेर, पुसेको र जुत्ता र नपुसेको हेर कति फरक छ। छोड त लो भयो। छोटो र ठुलो छ अनि इङ्ग्लिस भन्न आउँदैन। चढ चढ चढ। लो म समाइन्छ ब्याग लो ल। साथीहरू केटाकेटी स्कुल गए। आजको दिन चाहिँ शीतल छ, घाम पनि लागिरहेछ अहिले, तर पनि गर्मी छैन। घाम लाग्यो भने अघि बिहानको राति पानी परेको थियो नि त, 3 बजीतिर पानी परेको थियो, त्यही भएर शीतल छ मौसम चाहिँ। अनि केटाकेटीहरू माम खाएर गए। अब चाहिँ म यहाँ अचार बनाउँछु। अचार बनाउन टमाटर यसरी राखेको छ बफिएर। अनि पकौडा पनि केटाकेटीलाई मिठो लाग्यो अरे। बैगनको त्यो तरकारी त कहिले पनि खाँदैनन्, केहीको पनि तरकारी खाँदैनन्। अनि आज यसरी पकाइदिएको त मिठो लाग्यो अरे। यति बाँकी छ। अब आर्देको पापाले मलाई यति बाँकी रह्यो। केटाकेटीले खाए मजाले, खाएर गए। अब चाहिँ टमाटरको अचार बनाउँछु छिटो छिटो गरेर। अनि खाना खाने अझै यहाँ बाँकी छ यति। दुईटाले नै मजाले पुग्ने रहेछ, यत्रो बिरी छ। अझै यसलाई पनि बनाउँछु म पछि बिस्तारै बिस्तारै थोरै थोरै गरेर फ्रिजमा राखेर। अनि अब चाहिँ अचार बनाउनेतिर लागौँ। साथीहरू अहिले चाहिँ म खाना खाँदैछु। अनि खाना खानुभन्दा अगाडि नै भ्लग बनाउनु पर्यो, खाना खाएको भनेर भन्छु कि जहिले बिर्सिन्छु। फोन आयो अनि जहिले बिर्सिन्छु। अनि खाना खाइसकेपछि सम्झेछु अब मै खाना बाँकी छ। अनि मै खाँदा खाँदै सम्झेर पनि बनाउनु पर्यो भनेर बनाएको मैले चाहिँ। अब चाहिँ 12 बजिसकेको छ। अनि म चाहिँ यहाँ लिपस्टिक पाउडर लगाएर राम्री भएर आएँ। मेरो मेकअप चाहिँ यति नै हो। सनस्क्रिन लाउँछु अनि हल्का माथिबाट अलिअलि पाउडर ड्याप 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 पारेर पाउडर, अनि त्यस पछाडि हल्का लिपस्टिक लायो, टिका लायो, त्यति हो मेरो मेकअप भनेको चाहिँ। जहाँ जाँदा पनि घर बस्दा पनि गर्नु पर्यो भने यति नै हो। अनि आर्यदालाई स्कुल लिएर जानलाई म ठिकठाक परेको। अनि फेरि आर्यदाको पापा पनि निस्किने बेला भएछ नि त काममा। अनि वाटरमेलन खाएर जानु है भनेको, ल्याउन त अलिकति भन्नुभयो। अनि फेरि अब काटिदिनु पर्यो, काटेर दिनु पर्यो अलिकति भनेर चाहिँ यहाँ मैले ठिकठाक पारिदिँदैछु। Apa sama
मेरो ब्लगमा 1-2 शब्द बोल्दिन न। खाथ्यो त्यही भन्नुहुन्छ र। करेला फलेको छ त्यहाँनिर। के भयो त अर्काको करेला होस् कि आफ्नो होस् नि, हामी यहाँ बसेपछि हाम्रै करेला हो नि। हेर्नु मुन्टा कति भएको छ। टिप्ने बेला भएछ। नभ्याएर होला। 12 बज्न आँट्यो। अब 12:15 भएपछि चाहिँ म पनि निस्किन्छु यहाँदेखि। केटाकेटीहरूलाई लिन स्कुल। आज शुक्रबार, टिफिनमै छुट्टी। साथीहरू म यो यहाँनिर गाउँमा र गाउँघरमा र सहर बजारमा कति फरक हुन्छ भनेर यहाँ देखाउँछु ल। यहाँनिर चाहिँ हाम्रो छिमेकी अनि मैले चाहिँ पहिल्यैदेखि त दामलाभिटादेखि नै चिनजान गरेको घरमा चाहिँ क्या आज पूजा हो कि पूजा त होइन होला, मासु पकाएको छ होइन। के प्रोग्राम छ क्या त्यहाँ, बर्थडे हो कि न्वारान हो कि खोइ के प्रोग्राम छ भने त पनि थाहा भएन। सानो भर्खर जन्मेको बच्चा पनि 2-4 दिन भयो त्यहाँ ल्याएको देखिरहेको थिएँ। अनि बर्थडे हो कि के हो थाहा भएन कि। अनि यहाँ चाहिँ पुरा पल्लो घरमा चाहिँ म बसेकै घरमा टाँसिएको छ क्या उतापट्टि। त्यहाँ चाहिँ पुरा पार्टी चल्दैछ ल, हेर्नु ल म देखाउँछु। अनि हाम्रो गाउँघरतिर है कति पर ओल्लो घर पल्लो घरलाई अलिक परतिरकोलाई पनि 5-7 घरलाई त बोलाउनु पर्छ है भनेर टाढा नबोलाए पनि यसो ओल्लो घर पल्लो घर त बोलाइन्छ नि त। एउटा सानो पूजा यसो तुलसाको आहुतिहरू लाउँदाखेरि पनि बोलाइन्छ नि त होइन। अनि बजारको ठाउँमा चाहिँ हेर्नु सहरमा चाहिँ कस्तो हुँदो रहेछ यहाँ देखाउँछु ल। म चाहिँ यहाँ यता मेरो किचनबाट देखाउँछु ल। पुरा पार्टी चल्दैछ क्या मासु र बिरयानीको। देख्नुभयो यो जालीदेखि यता चाहिँ अब यो त हाम्रो यो किचन भयो। यहाँदेखि यतापट्टि चाहिँ त्यो घरमा चाहिँ त्यहाँ पुरा पार्टी चल्दैछ कि मासु बिरयानीको, तर बोलाएको छैन। साथीहरू अनि जे नै भए पनि है हाम्रो गाउँ जस्तो गाउँतिर त है धेरैलाई नबोलाए पनि 5 घर 6 घर त बोलाइन्छ नि त होइन जेमा पनि। तर यति फरक रहेछ क्या सहर र बजार गाउँमा। त्यहीँ छ कि त्यहीँ दोइलामा टाँसिएको छ, चिनजान पनि छ क्या। तर छैन क्या यसो छैन कि यसो आज यस्तो प्रोग्राम रहेछ आउनै भनेर त्यो मासु र पुरा पुलाउको पार्टी जाँदैछ। अनि मासु त खाँदिनँ म होइन, त्यस्तो खान मन लाग्दैन। तर पनि फेरि चिनजान पनि छ क्या, अनि यस्तो मन कता दुखे जस्तो हुँदो रहेछ क्या। अनि केही छैन, ठिकै छ। अब चाहिँ म जान्छु केटाकेटीहरू लिन। पुरा मग बास्ना आउँदैछ बिरयानीको। यतातिर चाहिँ यता यहाँ पर देख्नु म यता खाँदै गरेको त्यहाँ। के हेरेको होला म चाहिँ चियाई अर्काले खाएको लाजै लाग्यो आफूदेखि आफैलाई। मैले चियाई चाहिँ हेर्छु कि के खाँदा रहेछन् भनेर। पुरा भेराइटी बनाएको छ कि भेराइटी यी छ नि त, देखिन्छ नि यहाँ अगाडि राखेको छ खानेकुरा यस्तो लाइन लाएर। ठिकै छ, केही छैन। मैले नि 1 थाल खरबुजा खाएँ अहिले बसेर। अब केटाकेटीलाई पनि आएपछि खरबुजा दिन्छु खान। म चाहिँ गएँ, अब ढिलो भयो लिन जानलाई। हर बास्न आउँदैछ त्यहाँबाट। यहाँ चाहिँ मैले केटाकेटीहरूलाई स्कुलबाट लिएर आइसकेँ। अनि यहाँ खाजा खाँदैछन्। भोटीमा पनि भोटी दिएको थिएँ। अहिले त्यसलाई चाहिँ मिठो लाग्छ, खान्छन्। बेबीलाई चाहिँ मन परेन अरे, रोटी पकाइदिनु भनेर उता बसिरहेछन्। अनि अहिले चाहिँ बेलुका पनि हुन आँटिसक्यो। अब दिउँसो चाहिँ यहाँ एकजना दिदी आउनुभएको थियो। अनि दिदी र म भएर गफ गरेर बस्यौँ दिउँसो आज। अनि हाम्रै उता दाम्राभिट्टामा उतैतिर सँगै माइत भएको चाहिँ दिदी हुनुहुन्छ नि त एकजना यहीँ नजिकै। अनि दिदी र म भेट भयौँ र एकछिन बस्यौँ ओर्यौँ गफसफ गऱ्यौँ।
अनि राति भयो, आर्य दाइले माम खाइन्, बेबीलाई यहाँ कराईमा रोटी पकाइदिए। आजको मेरो भ्लग चाहिँ यति नै साथीहरू। मेरो आजको भ्लग कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्नु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला प्लिज 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 भन्न चाहन्छु। छिटो छिटो 4-5 जनाले मेरो च्यानलमा सब्सक्राइब गरेर 600 जना पुर्याइदिनु होला भन्छु है म चाहिँ। अनि यति भन्दै आजलाई चाहिँ बाई बाई साथीहरू। फेरि भोलि भेटौँला अर्को नयाँ दिन नयाँ भ्लगको साथमा। भ्लग बनाउन मलाई अचेल निकै जाँगर चल्दैछ साथीहरू, त्यही भएर म डेली भ्लग हालिरहेको छु डेली। फेरि भोलि भेटौँला है त, बाई बाई।